सुनाई पाठ 1 उपदेश चक्रपाणी चालिसे। माता पिता र गुरुको मान राख उनीहरू, जो भन्दछन् उही काम गर्ने गर खुरुखुरु। काममा जाँगरी हो छाडेर आलसीपन, मेल राख सबै साथ नदेऊ डुल्नमा मन। खराब कामको भारी खराबै फल फल्दछ, असली कामको खास असलै फल फल्दछ। बडाको विष झैँ अर्ती ठान्यो मानिसले जहाँ, कमायो दुःखको बाटो खान्छ धोका जहाँ तहाँ। सुनाई पाठ 2 मुसाको घमण्ड। एक दिनको कुरा हो, एक साधुले एउटा मुसालाई बिरालाले लखेट्दै गरेको देखे। त्यो देखेर साधुलाई दया लाग्यो। उनले मुसालाई बिरालो बनाइदिए। अर्को दिन त्यो बिरालालाई एउटा कुकुरले लखेटिरहेको थियो। साधुलाई त्यो देखेर फेरि दया पलायो। उनले त्यसलाई कुकुर बनाइदिए। केही समयपछि त्यो कुकुरलाई सिंहले आक्रमण गर्यो। साधुले त्यो हेरिरहेका थिए। उनलाई फेरि दया लाग्यो र कुकुरलाई सिंह नै बनाइदिए। सिंह बनेको मुसा यताउति हिँड्न थाल्यो। अब उसलाई सिंहसँग कुनै डर भएन, न त बिरालो वा कुकुरले केही गर्न सक्थ्यो। गाउँलेलाई यो रहस्य सबै थाहा थियो। गाउँलेहरू उसलाई देखेर हाँस्थे र भन्थे, त्यो साधुले तँलाई कुनै पनि दिन मुसो बनाइदिन सक्छ, धेरै फुर्ती नगर। सिंह बनेको मुसालाई लाग्यो, यो साधु रहेसम्म म योसँग सधैँ डराउनु पर्ने भयो। कुनै पनि दिन मलाई मुसो बनाइदिन सक्छ। उसले त्यो साधुलाई मारिदिने विचार गर्यो। आफ्नो कुटीतिर आउँदै गरेको सिंहको मनको कुरा साधुले बुझिहाले। मुसाको यस्तो नीच बुद्धि थाहा पाएर साधु खिन्न भए। त्यसपछि साधुले भने, तँ एकदमै स्वार्थी रहेछस्। तँलाई दया गरेर मैले गल्ती गरेको रहेछु। तँलाई सिंह बन्न सुहाउँदैन, त्यसैले अहिले मुसो भइजा। त्यति भन्ने बित्तिकै सिंह बनेको मुसो पहिलेकै मुसो भयो। सुनाई पाठ 3 पैसाको बचत। पैसा सजिलैसँग कमाउन सकिँदैन। यसका लागि कडा परिश्रम गर्नुपर्छ। परिश्रम गरी कमाएको पैसा जोगाउनुपर्छ। पैसा जोगाउनु नै बचत गर्नु हो। पैसा उचित समयमा खर्च गर्नुपर्छ। आफूलाई नभई नहुने वस्तु मात्र किन्नुपर्छ। पैसा खर्च गर्दा अरूको देखासिकी गर्नु हुँदैन। पैसा खर्च गर्ने योजना बनाउनुपर्छ। योजना बनाई खर्च गरे पैसा बचत गर्न सकिन्छ। कैयौं मानिसले बचत गरेको पैसाबाट असल काम गरेका छन्। कतिपयले पाटी पौवा बनाएका छन्। कतिपयले धारा बनाएका छन्। कतिपयले पुस्तकालय र विद्यालय खोल्न मद्दत गरेका छन्। कतिपयले दीन दुखीलाई सहयोग गरेका छन्। हामीले पनि पैसा बचत गरेर असल काममा लगाउन सक्छौं। असल काम गर्ने मानिसलाई सबैले आदर गर्छन्। बचत गरेको पैसाले असल काम गर्न सके मानिस अमर बन्छ। समाजमा उसको मान मर्यादा बढ्छ। पैसा बचत गरेर समाजको भलो हुने काम गर्नुपर्छ। सुनाई पाठ 4 आधुनिक सञ्चार। सञ्चार भनेको खबर वा सूचनाको आदान प्रदान हो। रेडियो, टेलिफोन,
टेलिभिजन सञ्चारका साधन हुन्। इमेल र इन्टरनेट सञ्चारका माध्यम हुन्। विद्युतीय माध्यमबाट पठाइने सञ्चारलाई विद्युतीय सञ्चार भनिन्छ। रेडियो, टेलिभिजन र कम्प्युटर चलाउन विद्युत शक्ति चाहिन्छ। आजभोलि ब्याट्री र सौर्य शक्तिबाट पनि यस्ता साधन चलाउन सकिन्छ। विद्युत नपुगेका ठाउँमा भने विद्युतीय साधन चलाउन गाह्रो पर्छ। सुरुमा सञ्चारका लागि हुलाकको विकास भयो। त्यसपछि मानिसले हुलाकबाट चिठी पठाउन थाले। चिठी पठाउँदा धेरै समय लाग्ने भएपछि वैज्ञानिकले खबर छिटो पठाउने उपायको खोजी गर्न थाले। यही क्रममा टेलिफोनको आविष्कार भयो। टेलिफोनबाट मानिसले घरमै बसेर संसारभरका मानिससँग कुराकानी गर्न सक्ने भए। मानिसको सुविधाका लागि वैज्ञानिकले कम्प्युटरको पनि आविष्कार गरे। कम्प्युटरको आविष्कारसँगै इन्टरनेटको पनि विकास भयो। यससँगै चिठी पठाउने माध्यमका रूपमा इमेलको प्रयोग गर्न थालियो। आजभोलि हुलाकमा गएर चिठी पठाउनुभन्दा इमेल पठाउन सजिलो भएको छ। सुनाई पाठ 5 साधु र युवक। कुनै गाउँमा एउटा युवक थियो। ऊ खेती किसानी गर्थ्यो। उसको जीवन सुखी थियो। एक दिन बजार जाँदा उसको भेट एकजना धनी मानिससँग भयो। धनी मानिसलाई देखेपछि उसलाई पनि धनी बन्न मन लाग्यो। उसले धन कमाउन धेरै काम गर्यो। केही पैसा पनि कमायो। केही समयपछि उसको भेट एकजना विद्वान मानिससँग भयो। विद्वान मानिससँग कुरा गर्दा गर्दै उसलाई पनि विद्वान बन्न मन लाग्यो। अर्को दिनदेखि काम गर्न छाड्यो र पढ्न थाल्यो। केही समयपछि उसको भेट एकजना सङ्गीतज्ञसँग भयो। सङ्गीत सुनेर ऊ मक्ख पर्यो। उसलाई सङ्गीतज्ञ बन्न मन लाग्यो। त्यसै दिनदेखि उसले पढ्न छोडेर सङ्गीत सिक्न थाल्यो। केही समयपछि उसको भेट एकजना खेलाडीसँग भयो। खेलाडीको सम्मान देखेर उसलाई खेलाडी नै बन्न मन लाग्यो। ऊ खेल्न थाल्यो तर खेलाडी पनि बन्न सकेन। यसरी अनेक काममा लाग्दा लाग्दै धेरै वर्ष बिते। ऊ कुनै काममा पनि सफल हुन सकेन। ऊ निकै दुखी भयो। यसै बेला उसको भेट एकजना साधुसँग भयो। साधुलाई उसले सबै कुरा बतायो। आफूले जीवनमा केही गर्न नसकेको गुनासो पनि गर्यो। उसका कुरा सुनेर साधु मुसुक्क हाँसे। उनले भने, बाबु, यो संसारमा अरूले गरेको काम देखेर हामी लोभिन्छौँ अनि त्यसकै पछि लाग्छौँ। हामीले त आफूले गर्न थालेको काममा मन दिनुपर्छ अनि सफल भइन्छ। तिमी जे बन्ने हो त्यही काममा लाग। तिमी सफल हुनेछौ। पटक पटक रुचि बदल्दा कोही पनि सफल हुन सक्दैन। साधुका कुरा सुनेर त्यस दिनदेखि उसले फेरि खेती गर्न थाल्यो। ऊ सधैँ सुखी भयो। सुनाई पाठ 6 पछुतो। एउटा गाउँमा एकजना किसान बस्थे। उनले घोडा र गधा पालेका थिए। एक दिन उनले बारीको तरकारी बेच्न बजार जाने विचार गरे। उनले तरकारीका बोरा तयार पारे र गधालाई बोकाएर बजारतिर लागे। घोडा भने भारी नबोकी फुर्ती साथ हिँडिरहेको थियो। यतिकैमा गधाले मलिन स्वरमा घोडालाई भन्यो, घोडा दाई, मेरो भारी धेरै नै गरुङ्गो भयो। तिमी रित्तै हिँडिरहेका छौ। अलिकति बोकेर मलाई सघाइदेऊ न। गधाको कुरा सुनेर घोडाले भन्यो, हेर भाइ, म घोडा हुँ। मेरो काम तिम्रो जस्तो भारी बोक्ने होइन। मैले त मान्छेलाई बोक्ने हो। यति भनेर घोडा खुरुखुरु अगाडि बढ्यो। घोडाको कुरा सुनेर गधालाई रिस उठ्यो, तर चुपचाप हिँडिरह्यो। भारी गरुङ्गो भएकाले गधालाई गाह्रो भइरहेको थियो। गधा हिँड्दा हिँड्दै थाक्यो र उठ्नै नसक्ने गरी लड्यो। गधा लडेपछि किसानलाई गल्ती महसुस भयो। उनले तरकारीको भारी घोडालाई बोकाइदिए। भारी कति गरुङ्गो थियो भन्ने कुरा घोडाले बल्ल थाहा पायो। उसले सोच्यो, गधाले भनेको मानेको भए
गधा लड्ने थिएन र यति ठूलो भारी म एक्लैले बोक्नुपर्ने थिएन। अरूलाई सहयोग नगर्दाको फल भोग्नु परेकामा घोडाले पछुतो मान्यो। सुनाई पाठ 7 भक्तराज आचार्य। भक्तराज आचार्यको जन्म 1959 सालमा धनकुटामा भएको हो। उनका पिताको नाम बलभद्र आचार्य र माताको नाम रेणु आचार्य हो। भक्तराज आचार्य भजन शिरोमणिका नामले प्रसिद्ध रहेका छन्। आचार्य बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन्। उनी नेपालका चर्चित गायक हुन्। उनले 100औं गीतमा स्वर दिएका छन्। उनी असल गीतकार हुन्। उनले 2 दर्जनभन्दा बढी गीत लेखेका छन्। उनी कुशल सङ्गीतकार पनि हुन्। उनले 100औं गीतमा सङ्गीत भरेका छन्। आचार्यले सानै उमेरदेखि गीत गाउने गर्थे। कुनै राम्रो रचना भेटे भने त्यसमा धुन हाली गीत बनाएर गाउँथे। 2030 सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा उनले उत्कृष्ट गायकको पुरस्कार पाएका थिए। त्यसपछि उनी गीत सङ्गीतको यात्रामा निरन्तर लागिरहे। आचार्यका मुटु जलिरहेछ। जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा जस्ता गीत निकै चर्चित रहेका छन्। उनका गीतमा मानवीय भावना समेटिएको पाइन्छ। नेपाली गीत सङ्गीतको विकासमा उनको विशेष योगदान रहेको छ। सुनाई पाठ 8 स्याउ खेती। मङ्गल शेर्पा स्याउ किसान हुन्। उनले आफ्नो बारीभरि स्याउका बोट लगाएका छन्। उनी स्याउ बेच्न स्याउ सङ्कलन केन्द्रसम्म पुग्छन्। उनले स्याउबाट मनग्गे आम्दानी गरेका छन्। स्याउको आम्दानीबाट छोराछोरीलाई राम्रो शिक्षा दिएका छन्। शेर्पाले बारीमा फरक फरक प्रजातिका स्याउ लगाएका छन्। उनले आफ्नो स्याउ खेतीलाई मङ्गल स्याउ उत्पादन प्रालिका नाममा दर्ता गराएका छन्। उनलाई जिल्ला कृषि कार्यालयले केही पैसा अनुदान समेत दिएको छ। उनले अनुदानबाट प्राप्त पैसा स्याउका बोट थप्नमा खर्च गरेका छन्। शेर्पाले स्याउ खेतीबाट 4 जनालाई रोजगार समेत दिएका छन्। उनी स्याउबारीमा आफै पनि खटिन्छन्। फुर्सद हुनासाथ छर छिमेकमा जान्छन् र स्याउको बखान गर्न थाल्छन्। उनी छिमेकीलाई स्याउ खेतीको फाइदा र महत्त्वबारे सबै कुरा बताउँछन्। उनी भन्छन्, स्याउ खानाले कब्जियत हुँदैन, मुटु रोग लाग्दैन, हड्डी बलियो हुन्छ, खाना पचाउन मद्दत मिल्छ, यसले मोटोपन घटाउँछ। बोक्रासहित स्याउको सेवन गर्नाले पित्त थैलीमा पत्थरी हुँदैन। उनी स्याउ खेती गर्न सबैलाई यसै गरी प्रोत्साहन गर्छन्। मङ्गल शेर्पा छिमेकी माझ स्याउ बाजेका रूपमा परिचित छन्। सुनाई पाठ 9 बिच्छी र महात्मा। चुरे पर्वत नजिकै एउटा ठूलो नदी थियो। वरपरका मानिस त्यस नदीको किनारतिर घुम्न जान्थे। घुरौ पनि बिदाका दिन साथीहरूसँग घुम्न गएका थिए। उनले एकजना महात्मा खोलामा नुहाउँदै गरेको देखे। अचानक उनका अगाडि एउटा बिच्छी बग्दै आयो। महात्माले बिच्छीलाई देखे। उनले बिच्छीलाई समाए। अचानक बिच्छीले उनको हातमा टोक्यो। महात्मा आत्तिए र हात हल्लाए। त्यो फेरि पानीमै पर्यो। महात्माले पुनः त्यसलाई समाएर किनारतिर ल्याउन खोजे। त्यसले फेरि टोक्यो। महात्माले फेरि हात झड्कारे। बिच्छी फेरि पानीमा झर्यो। महात्माले पटक पटक बिच्छीलाई बचाउने प्रयास गरे। जति पटक बचाउन खोज्दा पनि बिच्छीले डस्न छोडेन। महात्माले त्यसलाई
बचाउने प्रयास गरिरहे। यो सबै हेरिरहेका घुरहु महात्माको नजिकै गएर सोधे, बिच्छीले हजुरलाई पटक पटक टोक्छ, हजुर किन त्यसलाई बचाउन खोजिरहनु भएको छ? गुरौको कुरा सुनेर महात्मा मुसुक्क हाँसे। उनले भने, बिच्छी पानीमा डुब्न लागेको थियो, यसलाई बचाउनु मेरो कर्तव्य थियो। आपतमा परेकालाई सहयोग गर्नु मेरो धर्म पनि हो। टोक्ने त बिच्छीको स्वभाव नै हो। बिच्छीले जस्तै अरूले पनि दुःख दिन सक्छन्। हामीले आफ्नो कर्तव्य कहिले भुल्नु हुँदैन। सुनाई पाठ 10 पिजराको चरा, दुर्गालाल श्रेष्ठ। चरा किन ठुक्छौ तिमी पिजराको डन्डी, मन पर्दैन कति मलाई यस्तो घेराबन्दी। यो त घर बुट्टेदार हेर कति झ्याल, तर यहाँ देख्छु म त जिउँदै आफ्नै काल। खानलाई दाना छ नि पिउनलाई पानी, जिन्दगानी दाना पानी मात्रै होइन नानी। कसो गरे हुन्छ तिम्रो जिन्दगानी राम्रो, सिङ्गै आकाश अँगालेर हिँड्ने बानी हाम्रो। सुनाई पाठ 11 अर्घा दरबार। नेपाल पुरातात्विक दृष्टिले सम्पन्न मुलुक हो। नेपालमा थुप्रै प्राचीन दरबार रहेका छन्, जसमध्ये अर्घा दरबार पनि एक हो। अर्घा दरबार अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा पर्छ। यो दरबार 700 वर्ष अघि 24 राजाको शासनकालमा निर्माण गरिएको हो। यस दरबारमा 4वटा प्राचीन भवन रहेका छन्। यहाँबाट चारैतिरको प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। अर्घा दरबार ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण रहेको छ। यस दरबारमा महाकाली देवी भगवतीको मन्दिर पनि रहेको छ। त्यसैले यो दरबार अर्घा भगवती मन्दिरका नामले समेत चिनिन्छ। यस दरबारमा वर्षौं पुराना घण्ट, मूर्ति र हतियार राखिएका छन्। अर्घा दरबारमा विजया दशमीका दिन मानिस जम्मा भई सामूहिक रूपमा टीका लगाउने चलन रहेको छ। यहाँ कोजाग्रत पूर्णिमाका दिन ठुलो मेला लाग्छ। मेला भर्न नेपाल र भारतका विभिन्न ठाउँबाट हजारौं धर्मावलम्बी आउँछन्। अर्घा भगवतीको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। सुनाई पाठ 12 प्रेरणा। काठमाडौँमा नयाँ सडक भन्ने ठाउँ छ। नयाँ सडकमा एउटा पिपलको बोट छ। त्यहाँ पत्रपत्रिका किन्नेको भिड हुन्छ। मान्छे भेटघाट गर्ने थलाका रूपमा पनि त्यस ठाउँलाई लिइन्छ। शिक्षक डोल्मा त्यही पत्रिका किन्दै थिइन्। नमस्कार गुरुआमा, यो आवाज सुनेर डोल्मा झस्किइन्। उनले पछाडि फर्केर हेरिन्। सुकिलो लुगा लगाएको एउटा मोटो र हँसिलो केटो उनका अगाडि उभिएको थियो। उनले त्यस केटालाई तलदेखि माथिसम्म हेरिन्। हजुरले मलाई चिन्नु भएन र? डोल्माले कृष्णलाई बिर्सिसकेकी थिइन्। उनी अल्मलिएको देखेर त्यस केटाले फेरि भन्यो, हजुरले मलाई काम गर भनेर 200 रुपियाँ दिनुभएको होइन? मैले त्यसैले जुत्तामा पालिस लगाउने सामान किने। अहिले यही पिपलको बोटमुनि बसेर पालिस लगाउने काम गर्छु। मैले डेरा पनि लिइसकेँ। एकछिन रोकिएर उसले फेरि भन्यो, हजुरले त्यति बेला दिनुभएको 200 रुपियाँ म आज फिर्ता गर्छु। हजुरले गर्दा नै मैले मिहिनेत गर्न जाने, स्वावलम्बी बन्न सिकेँ। कृपया यो पैसा लिनुहोस्। यति भनी उसले डोल्मालाई 200 रुपियाँ फिर्ता दियो। ए, के गरेको? डोल्मालाई अचम्म लाग्यो। डोल्माले 1.5 वर्ष पहिलाको कुरा सम्झिन्। एउटा केटो बाटामा 1 रुपियाँ पाऊँ भनी माग्दै थियो। उनले त्यस केटालाई 200 रुपियाँ दिएकी थिइन्। कृष्णले
झुत्रो र मैलो लुगा लगाएको थियो। डोल्माले दिएको पैसाले एउटा माग्ने केटाले आज राम्रो काम गर्यो। यो देख्दा उनलाई ज्यादै खुसी लाग्यो। उनका आँखाबाट खुसीका आँसु झरे। उनले कृष्णको टाउकामा हात राख्दै भनिन्, अहो, तिमीले त ज्यादै राम्रो काम गर्यौ, स्याबास। डोल्माले त्यो 200 रुपियाँ कृष्णलाई फिर्ता दिँदै भनिन्, यो 200 रुपियाँ तिमी जस्तै कोही पनि नभएको मानिसलाई देऊ। उसलाई पनि कुनै काम गरेर खाऊ भन। तिमी आफू कसरी माग्नेबाट स्वावलम्बी केटो बन्यौ त्यो पनि उसलाई भन। अब तिमी चाहिँ पढ्न पनि थाल है। यति भनेर शिक्षक डोल्मा फटाफट हिँडिन्। सुनाई पाठ 13 जगेनी जात्रा। जगेनी जात्रा दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा मनाइने सांस्कृतिक जात्रा हो। यो जात्रा हुतीमा रहेको ब्रह्म मन्दिरको प्राङ्गणमा मनाइन्छ। जगेनी जात्रा 3 वर्षको अन्तरालमा पर्छ। यो मङ्सिर पुस महिनामा लगातार 3 दिनसम्म मनाइन्छ। यसलाई सबै जात जातिको साझा जात्रा मानिन्छ। जगेनी जात्रामा जुमा, स्याकु र हिकिलाका श्रद्धालु सहभागी हुनै पर्ने चलन छ। यस जात्राको तयारी 1 वर्ष अगाडिदेखि नै गरिन्छ। जात्रा मनाउनुभन्दा 1 महिना अगाडिबाट श्रद्धालु महिला रातभरि जागराम बस्छन्। जागराम सकिएको दिन स्याकुबाट भक्तजन जात्रास्थल आइपुग्छन्। स्याकुबाट आएका श्रद्धालुको पूजा कार्य सकिएपछि मात्रै जात्रा आरम्भ हुन्छ। जगेनी भर्न गाउँ अनुसार फरक फरक समूहमा श्रद्धालु आउँछन्। यसरी आउने श्रद्धालुको समूहलाई गर्खाल भनिन्छ। यस जात्रामा 10-15 वटा गर्खाललाई निम्तो गरिन्छ। गर्खाल पालै पालो पञ्चे बाजा बजाउँदै जात्रास्थल प्रवेश गर्छन्। 3 दिनसम्म निरन्तर पूजाआजा गर्छन्। जात्रास्थलमा देउडा नाच नाच्छन्, आरती गर्छन्, एक आपसमा खुसी साटासाट गर्छन्। जगेनीको अन्तिम दिन सम्पूर्ण गर्खाललाई आयोजकले खाना खुवाएर विदाई गर्नुपर्ने चलन छ। जात्राले सबैको मनोकामना पूरा गर्ने जनविश्वास रहेको छ। सुनाई पाठ 14 फुलबारी। फुलबारीमा फुलेका छन् राता सेता फुल, फुलबारीमा फोहोर गर्ने गर्दिन है भुल। भुइँभरि पलाउँछन् धेरै झारपात, झारगोडी सधैँ आफै धुने गर्छु हात। आफै रोप्छु बोट बिरुवा, आफै हाल्छु पानी, गोड मेल आफै गर्छु बन्छु सधैँ ज्ञानी। सधैँ मिली बसेका छन् फुलबारीका फुल, फुलको रस चुस्न आउँछन् माहुरीका हुल। फुलसँगै खेल्छु म त फुलसँगै हाँस्छु, फुलसँगै अब म त नयाँ नाता गाँस्छु। सुनाई पाठ 15 आँटी पुतली रामबाबु सुवेदी। पुतली र गण्यौलो साथी साथी थिए। उनीहरू माटामुनि सँगसँगै बस्थे। एक दिन पुतलीले भनी, कति माटामुनि बस्नु, बाहिर संसार पनि हेरौँ न। बाहिर खतरा छ, भो नजाउँ। यही माटामुनि कति आनन्द छ। गण्यौलाले भन्यो। उनीहरू माटामा अझै खुस्रिए। अर्को दिन फेरि पुतलीले भनी, म त ज्यादै आत्तिएँ। यसो बाहिर हेर्छु है। हेर्नसम्म हेर, तर परपर नजाऊ नि, फेरि ज्यान जाला। आफ्नो ज्यान आफैले बचाउनु पर्छ, गण्यौलाले भन्यो। पुतलीले यसो बाहिर हेरी, केही पर एउटा फट्याङ्ग्रो देखी। ऊ बुर्लुक्क बुर्लुक्क उफ्रँदै थियो। पुतलीलाई फट्याङ्ग्रो भएको ठाउँसम्म जान मन लाग्यो, तर डराई। टाढा टाढाबाट उसले नसुनेका अनेक आवाज आइरहेका थिए। ऊ माटाभित्रै फर्किए। 2-3 दिनपछि
पुतलीलाई फेरि बाहिर जाउँ जाउँ लाग्यो। एकपटक त्यो फट्याङ्ग्रालाई भेटेर फर्कन्छु भन्ने सोची ऊ बाहिर निस्की डराई डराई फट्याङ्ग्रानिर पुगी र सोधी, साथी तिमी कता जाँदैछौ? संसारको यात्रामा निस्केको नि, कता जाने भन्नु? हामीले पनि संसारको यात्रा गर्न सक्छौँ? किन नसक्नु? आँट चाहिन्छ, आँट। तिमीलाई यो आँट कसले दिएको नि? आँट पनि अरूले दिनुपर्छ र? आफै आँट्यो, आफै हिँड्यो। यसरी हिँड्दा खतरा हुँदैन? डरपोकलाई खतरा हुन्छ, आँटीलाई के को खतरा? फट्याङ्ग्राका कुराले पुतलीलाई छोयो, तर पनि ऊ आफ्नै वासस्थानतिर फर्की। उसले साथीलाई फट्याङ्ग्रासँग भएका सबै कुरा भनी। साथीका कुराले गणेउलामा भने कुनै परिवर्तन आएन। पुतलीले भने कम्मर कसी गणेउलासँग बिदाबारी भएर भोलिपल्टै निस्की। फट्याङ्ग्रो केही मात्र पर पुगेको थियो। ऊ एक फड्को मारेपछि के न जिते ठान्थ्यो। पुतलीले उसलाई पनि छाडिदिए। ऊ पर पुगी। उसलाई बाहिरी संसार राम्रो लाग्यो। कतै फुल फुलिरहेका, कतै झरना झरिरहेका, कतै चरी उडिरहेका, कतै समथर, कतै पहाड। आहा, कति रमाइलो संसार। संसार हेरेर पुतली मक्ख परी। डाँडापारी के होला? उसलाई उडेर डाँडापारी पुग्न मन लाग्यो। प्रकृतिले उसलाई साथ दियो। उसले जे मागी त्यही दियो। पुतली रङ्गी बिरङ्गी भएर संसार घुम्न थाली। गणेउलो साथीबाट धेरै पर भयो। माटामुनि घुस्रेर बस्दा न उसले नाक पायो, न कान पायो, न आँखा पायो, न पखेटा पायो, न हात पायो, न खुट्टा पायो। चाहेको भए पो पाउनु। पुतलीले भने धेरै कुरा चाहेका सबै कुरा पाए। प्रकृतिले जसले जे चाहन्छ त्यही दिँदो रहेछ।